हेलो साथीहरु, आज मैले एउटा नौलो चिज देखाउन जाँदैछु। नौलो चिज यो बबल्सको पात भन्छ है, यसलाई के भन्छ खासमा थाहा छैन, तर यो चुट्यो। हेलो साथीहरु, म आज नेचुरल्स बबल्सको रुखमा लिएर आएको छु। मैले चाहिँ यसलाई बबल्सको पात, बबल्सको रुखको नाम राख्दैछु। कसैलाई यसको नाम थाहा छ भने भनिदिनु होला। म बबल्स फुलाएर देखाउँछु है पातबाट। हेर्नुहोस् ल, यो पछि आउने ल, हेर्नुहोस् यो हो बबल्सको रुख। यहाँबाट राखेर हुन्छ क्या न। हेलो साथीहरु, ल हेर्नुहोस् यो हो बबल्सको रुख। किन मैले यसलाई बबल्सको रुख भनेर राखेको भने यसबाट कस्तो राम्रो बबल्स बन्छ। हेर्नुहोस्, यो चाहिँ नेचुरल, यो बजारमा पाइने जस्तो त्यो सेम्पूहरू घोलेर केटाकेटी भुलाउने केमिकल राखेर बनाएको बबल्स छैन। यो चाहिँ एकदम नेचुरल। ल हेर्नुहोस्, वाउ, कतै देख्नुभयो त्यस्तो? यसको रुखको नाम चाहिँ मलाई थाहा छैन। यसबाट बबल्स फुल्लिने हुँदा मैले चाहिँ बबल्सको रुख, बबल्सको पात नाम राख्दैछु। कसैलाई यसको नाम थाहा छ भने भनिदिनु होला। यो फेरि एकचोटिदेखि दुईचोटि हुन्न। अब यो सिद्धेपछि भ्याइयो यसको काम। अब फेरि म अर्को बेला बेला प्रकृतिसित रमाउन मन लाग्यो भने यसरी म खोलाको छेउमा जङ्गलमा आएर म आफैमा प्रकृतिसँग रमाएर बस्छु। ल हेर्नु, वाउ, यसरी पसलमा पैसा खर्च गरेर बबल्स फुलाउनु भन्दा यसरी आयो। ल हेर्नु, वाउ वाउ। अङ्कलले चाहिँ आएर भन्नु, यो चाहिँ सज्जनको रुख होइन, सज्जनको पात, यसबाट बन्छ। यहाँ रोक्ने हेर्नु, यसबाट पेट्रोल बन्छ। यो चाहिँ मेरो फाइनल पात हो है, सज्जनको पात होइन। यसबाट पेट्रोल पनि बन्छ भन्ने थाहा भयो, बबल्स पनि बन्दो रहेछ, नाम पनि मलाई थाहा भइहाल्यो। यो के हो? गुड।